ये कंठलग्न तुलसी नलिनाक्षमाला ये बाहुमूल परिचिन्नित शंख चक्र ये वाललाट फलके लसद ऊर्ध्वपुण्ड ते वैष्णवा भुवनमासु पवित्रयन्ति। एकजनाले हिजो मलाई प्रश्न गर्नुभयो, गुरु वैष्णव भनेको कस्तो हुन्छ, वैष्णव भनेको के हो भनेर प्रश्न गर्नुभयो। वैष्णव भनेको यो हो, सुन्नुस् है त। वैष्णव भनेको स्वयं शिवजीले भन्नुभएको छ। यहाँ साक्षात भगवानले भन्नुभएको छ। पद्म पुराणको उत्तरखण्डमा बताउनु भएको छ। ऊर्ध्वपुण्ड सम्बन्धी कुरा, वैष्णवको कुरा स्वयं साक्षात शिवजीले पार्वतीलाई बताउनु हुनुहुन्छ। ये कण्ठ लग्न तुलसी नलिनाक्षमाला, वैष्णव त्यो हो जसका कण्ठमा तुलसीको माला छ। नलिनाक्षमाला, जसका कण्ठमा कमलको माला छ। ये बाहुमूल परिचिन्नित शंख चक्र, जसले दायाँ बायाँमा शंख चक्र अंकित गराएको छ। बाहुमा, दायाँ बायाँ बाहुमा पाखुरामा जसले शंख चक्र अंकित गराएको छ। ये वा ललाट फलके लसद ऊर्ध्वपुण्ड, अथवा जसले आफ्ना निधारमा ऊर्ध्वपुण्ड ठाडो तिलक लागेको छ। बीचमा भनेको सेत रातो भनेको भगवती लक्ष्मी, यी दुईतिरका सेतो भनेको भगवानको करकमलको चरणको सेवा गरेर भगवती लक्ष्मी स्वयं विराजमान हुनुभएको छ। यो ललाटमा लसद ऊर्ध्वपुण्ड, ऊर्ध्व गच्छन्ति। त्यसो हुँदा भगवानको धाममा जानका लागि भगवानको चरण कमलको चिन्हलाई जसले सबै गुरुका आज्ञाबाट भगवान परम वैष्णवका कृपाद्वारा जसले शंख चक्र अंकित गरेर यो ऊर्ध्वपुण्ड धारण गरेको छ भने ते वैष्णवा, त्यो चाहिँ वैष्णव हो। ल यहाँको समस्याको समाधान, ते वैष्णवा भुवनमासु पवित्रयन्ति, त्यो चाहिँ त्यसले चाहिँ के गर्छ अरे भन्दाखेरि सारा भुवनलाई पवित्र पार्दछ अरे। सारा भुवनलाई, यो धरतीलाई, यो जगतलाई पवित्र पार्दछ। त्यसो हुँदा यो लक्ष्मीनाथ समारम्भमा भगवान लक्ष्मीनाथको पालादेखि चलिआएको वैष्णव, अब अरूको कुरा यहाँलाई भन्नु फेरि विवादित हुन सक्छ। वैष्णव भनेको अब तिलक पनि लगाएको छ, तुलसी माला पनि लगाएको छ, शंख चक्र पनि अंकित गरेको छ, तर नगर्ने कुरा गर्छ, नखाने कुरा खान्छ, नजाने ठाउँमा जान्छ भने त्यो वैष्णव शंख चक्र अंकित गर्दैमा त्यो वैष्णव होइन है। त्यो कुरा पनि यहाँहरूले ख्याल गर्नु होला। त्यसो भएका कारणले गर्दा जसले घाँटीमा तुलसीको माला धारण गरेको छ, जसले कमलको माला धारण गरेको छ, जसले दायाँ बायाँ बाहुमा पाखुरामा शंख चक्र अंकित गरेको छ, ये वा ललाटे, जसले निधारमा ऊर्ध्वपुण्ड तिलक धारण गरेको छ, जसले यो कुमकुम यो सिरी धारण गरेको छ, जसले भगवानको करकमलको चिन्हका स्वरूप बनाएर यो सेतो तिलक धारण गरेको छ ठाडो, ते वैष्णवा, त्यो चाहिँ वैष्णव हो। भुवनमासु पवित्रयन्ति, त्यस्ता व्यक्तिहरूले यो सारा भुवनलाई पवित्र पार्दछन् भन्ने कुरा यहाँलाई मैले पद्म पुराणबाट व्याख्या गरेँ। स्वयं साक्षात शिवजीले पार्वतीलाई सुनाउँदै हुनुहुन्छ, हे पार्वती त्यो चाहिँ वैष्णव हो, त्यसले चाहिँ सारा भुवनलाई पवित्र पार्दछ भन्ने कुरा यहाँ पद्म पुराणमा बताउनु भयो। आज यो घाँटीले साथ नदेखाले, छातीले साथ नदेखाले यहाँलाई सुन्दरकाण्डको कथा श्रवण गराउन सकिएन, त्यसका लागि क्षमा प्रार्थी छु। यहाँहरूले यो वैष्णवको एउटा जिज्ञासाको समाधान भयो होला भन्ने आशा राख्दै आजको भिडियोमा यही टुङ्ग्याउन चाहन्छु। जय श्री राधे, जय श्री राधे, जय श्री राधे। श्रीमन्नारायण श्री सद्गुरु चरणकमले भ्यम श्रीमती रामानुजाय।